नमस्कार साथीहरू, लोकसेवा आयोगबाट लिने परीक्षा तयारी सामग्री लिएको भएका छौँ। साथीहरू, हामीले लोकसेवा आयोगबाट लिने हरेक परीक्षाको लागि उपयोगी हुने सामग्रीहरू प्रस्तुत गर्दै आएका छौँ र यसै क्रममा हामीले आज लोकसेवा आयोगबाट लिने परीक्षा तयारी सामग्री जसमा जीके प्रश्न उत्तरमा प्रस्तुत गरेका छौँ। प्रश्न कस्तो लाग्छ कृपया कमेन्ट गर्न भने नबिर्सिनुहोला। साथीहरू, ढिला नगरी सुरु गरौँ आजको प्रश्नबाट। प्रश्न 1 मा रहेको छ, नेपालको पहिलो प्रधानमन्त्री को हुन्? अप्सन क रहेको छ भीमसेन थापा, अप्सन ख मा रहेको छ रञ्जन पाण्डे र अप्सन ग मा जङ्गबहादुर राणा र अप्सन ग मा मधुसिंह थापा रहेको छ। र यसको सही उत्तर भने अप्सन क को भीमसेन थापा रहेका छन् र पहिलो राणा प्रधानमन्त्री भने जङ्गबहादुर राणा रहेका थिए र त्यस्तै गरी पहिलो प्रधानमन्त्रीको रूपमा मुखिया तथा प्रधानमन्त्रीको रूपमा भीमसेन थापालाई चिनिन्छ भने प्रधानमन्त्रीको रूपमा चाहिँ कतिपय बुकहरूमा प्रधानमन्त्री कार्यालयको वेबसाइटमा भने माधवसिंह थापालाई पनि उल्लेख गरेको हुन्छ। तर हामीले सम्झिँदा नेपालको पहिलो प्रधानमन्त्री भनेर भीमसेन थापालाई चिन्ने गर्छौँ, जसको लागि चाहिँ मुखियाको नामले चिन्छ भने माधवसिंह थापाको पालादेखि भीमसेन थापालाई नै नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा उल्लेख गर्न सकिन्छ। त्यसै 3 नम्बरमा रहेको छ, चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरिक्ष यात्री को हुन्? अप्सन क रहेको छ नील आर्मस्ट्रङ र अप्सन ख रहेको छ माइकल कोलिन्स, अप्सन ग रहेको छ ग्यालिलियो ग्यालिली र अप्सन ख मा रहेको छ अप्सन ग रहेको छ अप्सन घ मा रहेको छ ग्यालिलियो ग्यालिली र यसको सही उत्तर भने नील आर्मस्ट्रङ। त्यस्तै गरी अप्सन 3 मा रहेको छ, क्वेसन नम्बर 3 मा रहेको छ, एसिया महादेशको प्रवेशद्वार भनेर कुन देशलाई भनिन्छ? यसको अप्सनहरू रहेको छ, अप्सन क मा इरान, अप्सन ख मा रहेको छ इराक र अप्सन ग मा रहेको छ टर्की र अप्सन घ मा मलेसिया रहेको छ। र यसको सही उत्तर पनि टर्की रहेको छ, जुन चाहिँ एसिया र युरोपमा फैलिएको छ। त्यस्तै गरी 4 नम्बरमा रहेको छ, भूपरिवेष्टित मुलुक नभएको एकमात्र महादेश कुन हो? अप्सन क युरोप, अप्सन ख उत्तर अमेरिका, अप्सन ग एसिया र अप्सन ग अस्ट्रेलिया रहेको छ। यसको सही उत्तर अप्सन ख को उत्तर अमेरिका रहेको छ। त्यस्तै गरी 5 नम्बरमा रहेको छ, कला नगरी भनेर कुन सहरलाई भनिन्छ? अप्सन क काठमाडौँ, अप्सन ख हेटौँडा, अप्सन ग जनकपुर धाम र अप्सन ग ललितपुर रहेको छ। र यसको सही उत्तर भने अप्सन ख को ललितपुरलाई कला नगरी भनेर चिन्छ। त्यस्तै गरी 6 नम्बरमा रहेको छ, तिमुरको लागि प्रसिद्ध स्थान कुन हो? अप्सन क सल्यान, अप्सन ख गुल्मी, अप्सन ग धुनिवेशी रहेको छ, अप्सन घ मा झापा रहेको छ। यसको सही उत्तर अप्सन ख को सल्यान रहेको छ। हामीलाई थाहा छ गुल्मी कफीको लागि प्रसिद्ध छ, धुनिवेशी उखुको लागि प्रसिद्ध छ, झापा चियाको लागि प्रसिद्ध छ। त्यस्तै गरी अप्सन 7 मा क्वेसन नम्बर 7 मा रहेको छ, रुसी क्रान्तिको बेला त्यहाँका शासक को थिए? अप्सन क रहेको छ लुइस फोरोङ, अप्सन ख मा चार निकोलस तृतीय, अप्सन ग मा रहेको छ निकोलस तृतीय र अप्सन ख मा रहेको छ लुइस 14औं रहेको छ। यसको सही उत्तर भने अप्सन ख को निकोलस तृतीय रहेको छ। त्यस्तै गरी 8 नम्बर प्रश्न रहेको छ, बेलायतमा भएको औद्योगिक क्रान्तिलाई के नाम दिइन्छ? अप्सन क रक्तहीन क्रान्ति, अप्सन ख गोरमाई क्रान्ति, अप्सन क यान्त्रिक क्रान्ति र अप्सन ख अक्टोबर क्रान्ति रहेको छ। र यसको सही उत्तर भने यान्त्रिक क्रान्ति रहेको छ। बेलायतमै 1688 मा रक्तहीन क्रान्ति भएको थियो, जसलाई चाहिँ गोरमाई क्रान्तिको नामले चिनिन्छ। त्यस्तै गरी अक्टोबर क्रान्ति भनेर रुसी क्रान्तिलाई हो। र यसको सही उत्तर भने यान्त्रिक क्रान्ति।
हुन्छ। त्यस्तै गरी 9 नम्बर रहेको छ नेपालमा महानगरपालिका प्रयोग भएको प्रदेश कुन हो? अप्सन क कर्णाली प्रदेश, अप्सन ख बागमती प्रदेश र अप्सन ग लुम्बिनी प्रदेश, अप्सन ख मध्य प्रदेश रहेको छ। त्यसको सही उत्तर भने बागमती प्रदेश, जसमा 3वटा उपमहानगरपालिका तीनवटा महानगरपालिका रहेको छ, जसमा काठमाडौँ, ललितपुर र भरतपुर गरी 3टा रहेको छ। त्यस्तै गरी कर्णाली प्रदेशमा महानगरपालिका भने छैन। र त्यस्तै गरी लुम्बिनी प्रदेशमा कुनै महानगरपालिका छैन। लुम्बिनी, कर्णाली, पश्चिम प्रदेशमा महानगरपालिका छैन। त्यस्तै गरी हिन्दू र बौद्ध ग्रन्थको साझा ग्रन्थ भनेर कुन ग्रन्थ भनिन्छ? यसको अप्सनहरू रहेको छ महाभारत, अप्सन ख वेद, अप्सन ग भागवत गीता र अप्सन ग रामायण। यसको सही उत्तर भने वेद छ। साथीहरू, आज हामीले 10वटा सामान्य ज्ञान प्रस्तुत गरेँ। भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न भने नबिर्सिनुहोला र भिडियोलाई लाइक गर्नुहोला र अहिलेसम्म च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। फेसबुक पेज लाइक गर्नुभएको छैन, फलो गर्नुभएको छैन फलो गर्नु नबिर्सिनुहोला। भिडियो अन्त्यसम्म हेर्नुभएकोमा धन्यवाद।